यो चाहिँ हाम्रो रोयल इनफिल्डको पुरा ग्रुप in the morning. हेलो एभ्रिवान दिस इज डे 2 भदौ 2 मेरो कपाल नराम देखेछ होला आई नो नि हो न्यू डे न्युजले आजको हाम्रो हाइलाइट अफ द डे हुनेवाला छ बेलुकाको ककटेल पार्टी अनि हियर इज आवर सिस्टर बट यहाँ मैले चाहिँ रोयल इनफिल्डको त्यो हिजो बनाएको थिएँ मैले जो कि देखाउन पाएन आमामामा हिजो यति स्ट्रेस भएर है त्यो भिडियो 10 बजे यो अपलोड हुन्छ जस्ट आजको हाइलाइट भनेको चाहिँ त्यही ककटेल पार्टी हो अरू खासै केही त्यस्तो देखाउने लायक केही छैन यत्रो ठुलो मुसिबतमा परियो क्या हाम्रो भात त भुट्यौँ होइन दुध चिया खाने कि कालो चिया खाने कि केही नखाने कि हेर त यो मेरो यति राम्रो नि हिजो देखेको थिएन यार यस्तो गलाइदियो कुन उ त्यो ब्ल्याक कलरको Yes, this bitch ass thing. यसको कलरै जान्दैन नत्र केले गर्दा अरू केही छ एकदमै यतातिर चाहिँ हल्का सोर सरावा त हुन्छ है गाडीहरू यस्तै यो ग्यारेजमा त चाहिँ गर्छ उयो माथिबाट प्लेन बुर्रा हुन्छ बट नेचरको हिसाबमा चाहिँ राम्रो छ नेपाल नभएको है स्मेल्स भेरी गुड सक्यो धेरै हाल्नु हुँदैन थोरै हाले पनि यसमा कलर आइहाल्छ अब चिया खाने हो हामीले चिनेको हो नि त सो डे 1 इट्स लाइक हल्का फेसिलिटी रुम आफ्नो भिडियो आफै हेर्दै किनभने अरूले त कहिले हेर्दैनन् होला तर हामी चिया खाँदैछ मेरो चिया यति धेरै तारहरू छ चिया यहीँ पुग्दिउँ अनि टप बिस्किट हाम्रो भात थियो थोरै बचेको अनि टप बिस्किट अनि हाम्रो चिया मतलब 5 मिनट भयो भिडियो हालेको Let's see the views. 1 million views. Oh my god, you guys. Thank you very much. Thank you very much. Thank you so much for 1 million views. त्यो 1 views पनि हाम्रै हो अब हाम्रै त हामीले भर्खर हाम्रो भ्युज आएको हामी चाहिँ अहिले काम छोडेर लाम गरेर आएको छौँ मलाई पनि कति काम छ हेर्नु आउन छ कपाल काट्न छ भिडियो एडिट गर्न छ अनि धेरै काम छ बट मैले चाहिँ पुरानो भिडियो हेरेर आएको थिएँ मेरो आफ्नो त्यो क्यामेरा हेर्नु कस्तो चाहिँ माई बर्थडेको थियो यो अलमोस्ट 3 इयर्स अगाडिको हो यस्तो नस्टाल्जिया लाग्यो क्या मलाई अनि एडिटिङ पनि कस्तो दामी छ सामान्य गर्छु पूजा रोप्नु मन हे भगवान् मेरो हजुरआमालाई छोडी विद्या दिनु मेरो बुद्धि दिनु मलाई मेरो फ्यान गरौँ अनि मलाई कस्तो नस्टाल्जिया लाग्यो नि भ्लग यसैको लागि हो कि यो कसरी नहेरे पनि यिनीमा भाइरल नभए पनि है यहाँ 5 भ्युज आएको छ 1 आवर भइसक्यो मैले हालेको है 5 भ्युज आएको छ बट यो भिडियो पछि म 5 वर्षपछि हेर्दाखेरि कस्तो रमाइलो लाग्छ ए त्यति बेला है ए यस्तो पनि थियो है भन्ने हुन्छ नि त त्यही भएर त मैले यो भिडियो बनाइरहेको हो In the morning. हिजो नयाँ बेस्ट किनेर लिएर आउनु भएको आज लाइसक्नु भयो लाएर कस हिजो बेस्ट किन्नु भएको रुपा हैन यो Whatever this is Amul thing. Who cuts a vest in this format? के हो यो? Like हल्का यो हुन्छ नि यो हो नि हल्का. What is this? What is this shape? टी-शर्ट जस्तो बनाइदिया बरु मलाई यस्तो टी-शर्ट चाहिएको थियो Oh, I'm gonna give you updates. So don't look at this. And भर्खर म तयार भएँ मेरो कपाल काटेर आएको हेर कस्तो देखेछ म चाहिँ यस्तै माथि किनभने आज स्मार्ट लुक चाहिएको छ नि त कटौरा कट काट्थ्यो के कटौरा हुन्थ्यो कि पछाडि ठ्याक्क यता माथितिर अगाडि पनि काटेस् कपाल दिस इज इन्भिटेसन कार्ड एम्बेसेडर मिट सुमित कुमार ओली भनेर यो चाहिँ मैले बनाएको है गाइज यस्तो मिठो हुन्छ यसरी बनाएपछि करेन्टलाई प्याज टमाटर यसरी फ्राई गरेर करेन्ट मसलाहरू सबै इन्ग्रिडियन्ट्सहरू राखेर यो चाहिँ खाना मात्रै छ मिठो भएन ल बाई गाइज हामी खान्छौँ अब
प्लास्टिक लैजा अलिअलि खायो त्यो प्लास्टिकमा हाल्यो अनि मलाई लिएर आइदियो म अब जाँदैछु मेरो ककटेल पार्टीमा अब ककटेल हुन्छ कि हुन्न थाहा छैन मलाई यहाँ वेसिन्छ बिचारा स्प्रिङ रोल भयो भने चाहिँ म पकेटमा हाल्छु नै म स्प्रिङ रोल खासै मन पर्दैन म बाहिर गर्थेँ मलाई फिट चेक देखाउँछु बाई आएको चाहिँ रुम यही हो म चाहिँ खासमा यता बस्छु उहाँ चाहिँ यतै हो बस्ने होइन यार आज त राम्रो बिहेभ गर्नुपर्छ मैले भ्लगमा यदि चटर पटर गरेन केही हुन्छ नि लाइक कचर पचर बोलेन भनेपछि चाहिँ बुझ्नु कि म एक्टिङ गरेर आएको छु म त्यहाँ गएर एकदमै हुन्छ नि रिच एक्सपेक्टेसनहरू है ग्लास अफ ककटेल भनेको वाइन हो खाने ग्लास अफ ककटेल अनि Yeah. Is this gonna be luxurious? I think yes, because this is going to be Royal Enfield. Get to remember it. Then I see my bed is empty on one side. Back in the sheet. ल उहाँ चाहिँ हाम्रो आशिका दिदी हजुरको भ्लग नै हजुरको टिकटक हेरेको थिएँ नि मैले यस्तो यस्तो वाला के यस्तो यस्तो वाला थियो नि त्यो जितावा उहाँ चाहिँ एकदमै आउट गोइङ एकदमै के भन्छन् त्यसलाई एक्सट्रोभर्ट मान्छे हुनुहुन्छ उहाँ चाहिँ कस्तो फिल भइरहेछ त आज पार्टीमा आउँदाखेरि सुरु त भएको छैन एकदम डिफरेन्ट फिल भइरहेछ किनभने यहाँ केटीहरू चाहिँ सबैजना वान पिस गाउन लगाएर सेक्सी ए हो छ म मात्रै यहाँ मरक भएर आएको छु त्यही भएर चाहिँ मलाई आज अलिक युनिक फिल भइरहेछ ल बाई बाई उहाँ चाहिँ हाम्रो युट्युबर प्लस इन्फ्लुएन्सर दाइ हो उहाँ चाहिँ हाम्रो अमित दाइ हो उहाँ चाहिँ हेलो नयाँबाट भेटाएको है यो फेरि Only place I can hide. ओ शिट गाइस यो चाहिँ हाम्रो पिआर प्याकेज हो राम्रो मान्छेलाई लाइट किन चाहियो कि अनि उहाँ चाहिँ हाम्रो अमित दाइ हो उहाँ चाहिँ मेरो राइडर हुनुहुन्थ्यो भ्लगमा आज होइन कि अस्ति भन्नुपर्ने होइन हजुर पनि देखिनु हजुर पछि टायर पङ्चर एनिवेज यसमा चाहिँ यो रहेछ यो लाइट रहेछ उहाँलाई चाहिँ एकदम चाहिएको रहेछ के छ अरू क्याम्पा एन्ड लाइट भिडियो In the morning, I'm wondering how. डोर चाहिँ मन पर्यो है मलाई लास्टै यति ठुलो महाराजाहरूको क्याबिनमा हुनु जस्तो डोरहरू छ यहाँ एकदमै दामी मलाई पनि गिफ्टहरू छिटो छिटो च्यालेन्जेसहरू गराउनु ल कन्ट्याक्ट गर्नु ल ल नम्बर लिनु हाम्रो ल थ्याङ्क यू भेरी मच ल यहाँ फोटो खिचिँदैछ मेरो पनि फालो आउनु पऱ्यो है यसबाट पनि उहाँ चाहिँ हाम्रो म्याम हुनुहुन्छ है मेरो भ्लगको लागि अहिलेसम्म त मजा आइरहेको छ है मान्छेहरू दाइ उहाँ चाहिँ हाम्रो बर्थडे दाइ हुनुहुन्थ्यो हजुरको बर्थडे थियो नि त अनि उहाँ चाहिँ हाम्रो लिडर हुनुहुन्थ्यो राइडमा क्याप्टेन के भन्छ अब त्यसलाई उहाँको राइडिङ चाहिँ मलाई एकदमै मनपर्छ अभियसली अनि उहाँको अब सुरु भयो गोप्रो म पनि गोप्रो किन्ने भनेको अब कहिले मलाई स्पोन्सर गर न कसैले गोप्रो दिएर अब जसो भए पनि सोसियल मिडियामा आउनु उहाँको चाहिँ हिलै भाँचिसकेको छ खै हिल देखाउनु न त्यो टुक्रा त्यहाँ छ हातमा उहाँ अगाडि गएर मेरो खुट्टा त कस्तो लेभल छैन भनेर फेरि पछाडि आएर त्यहाँ हिल भेटेको के लुक एट दिस तर यो चाहिँ पुरा हाइली क्याम्पाले चाहिँ उ गरेको रहेछ स्पोन्सर गरेको रहेछ New cars, new technology, new possibilities, connected future. Some tech, चाहे त्यो अटोमोबाइलमा होस् अथवा होम अप्लायन्सेसमा होस्, a landmark to show
showcase that bigger. तपाईहरुलाई थाहा भएको भाषामा नयाँ नयाँ bliss all around सपना ठुलो attitude high believe taking us higher and we are so smiling eyes study every day And last year मैले प्रण खाएको थिएँ I will not call you influencers or content creators I will call you trailblazers press meet गरेदेखि end of नाडाको last day 3.4 billion views मान्छेको हेलो हेलो हजुर ए म पनि ठुलो फ्यान हो हेलो हाम्रो डिरेक्टर सर हुनुहुन्छ यहाँ सबैजना Live damage by the way, great mortgage. गाइस म आज कोसँग भेटेँ गेस गर हाम्रो धनी दिदी पनि हुनुहुन्छ यता मैले त्यो इक्जाम हलमा अनि लाइक मेरो हेरमा हजुरको उहाँलाई देखेको जुब्लीवाला चाहिँ कति हेट आयो आकाङ्क्षालाई अलिकति भनिदिएको के हेट एक दिन आकाङ्क्षा पाएर गराउने अर्को दिन श्रिया पाएर गराउने होइन अनि रुरुको बेला पनि रुरुको एक दिन आएर रुरुकोले गराउँथ्यो एक दिन आएर उसको मलाई चाहिँ एक दिन एकजना मनपर्छ भोलि अर्कोले राम्रो गर्यो भने त्यो मनपर्छ म त्यस्तो होइन भन्छु थ्याङ्क यू भेरी मच नाइस टु मिट यु फर्स्ट टाइम मलाई मेसेज गरेको साथीहरू हेर तिमी यस्तो पुरै भरे क्या पैसा कमाउनु पर्यो फलोवर्स बनाउनु पर्यो अहिले गर्नु पर्छ हामी कुनै दिन भिडियो बनाउँदा हुन्छ है पनि हल्का बिग हुन्छ तपाईँ यस्तै सो गाइस यति धेरै सेलिब्रिटीहरूलाई मलाई भेटेँ है म सुरुमा त बोल्दैन भन्ने सोचिरहेको थिएँ उहाँ चाहिँ हाम्रो धनी दिदी ऊ त्यहाँ हुनुहुन्छ तिमीलाई त मान्छेले चिनिहाल्छ नि दिदी धनी दिदी म गरिब बहिनी तिमी पनि धनी छौ नि तिम्रो झालमुरीको चाहिँ के भयो के भएको ए झालमुरीको होइन म झाल 100 दिनमा 1 लाख बनाउने मेरो थियो क्या देखेँ त त्यो चाहिँ अनि 40 डेजसम्म गरे फेल भयो क्या म्याथमा अनि म त डिप्रेसनमा गइदिएँ नि त लाइक डिप्रेसन भन्दा पनि लाइक कस्तो लाग्यो क्या तिमी आफै झालमुरी बनाएर प्याक गरेर अनि हजुर म यहीँ डिक्लेयर गर्न चाहन्छु म अलिक पछि म फेरि झालमुरीको बिजनेस स्टार्ट गर्छु है सपोर्ट गर्नुपर्छ गाइजहरूले हाम्रो मेरो भिडियोमा साथ दिन्छ गाइजहरू अब म दावत खाँदैछु बिहाको है एउटा भन्ने खान्छु म आफूलाई पनि थाहा प्लिज मेरो पनि हुन्छ नि त हाई आई एम हिज क्यामेराम्यान फर टुडे एन्ड तपाईँको दिदीको नाम के पो हो सनम दिदी यु आर सो गुड सो कुल है मलाई चाहिँ तपाईँ एकदम धेरै राम्रो लाग्यो मैले उहाँको भिडियो हेर्दाखेरि तपाईँ जहिले म नोटिस गर्छु होइन यु आर सो कुल यु आर सो सपोर्टिभ होइन मैले आजको भ्लग पनि सबै हेरेँ क्या सो सी इज सो फनी एज वेल देखाउनु लाग्यो दिदीलाई ओके लट्स अफ लभ दिदी यहाँ चाहिँ के चाहिँ कुल लाग्यो दिदीको बारेमा लाइक हुन्छ नि सेभिज रिप्लाईहरू दिनुहुन्छ क्या होइन लु नढाडी भन्नु त हो नि कहाँबाट तपाईँले सिक्नु भएको रहेछ यस्तो फनी हुन भनेको त दिदीबाट रहेछ अब फ्यामिलीलाई पनि फिचर गर्नु पर्यो क्या सबैलाई कस्तो लाग्यो खाना मैले यो चाहिँ ट्राई गरेँ आई डोन्ट नो के हो तर ठिकै छ अलिक मतलब बाहिरको खाना जस्तो स्विट हर कुरामा स्विटनेस छ यो वाला भनेको होइन यो होइन तिमीले पान खान्छौ नि पान हो त्यस्तै छ पानमा चिज हालेर खाएको
नोइडामा यस्तो त गर्ने दिन्छ युट्युबको लागि नाइस टु मिट यु अब हाम्रो डिजर्टको पालो आएको छ यो चाहिँ एक्चुअली पाकिस्तानी हो अरे पाकिस्तानी डेजर्ट हो अरे के उमाली भन्ने हो त हामी गिभ यु रिभ्यू है कहाँ थाहा भयो तपाईँलाई त्यो लिएको थियो नाइ वेटरले भन्नु यति हो भ्लग एन्ड गरौँ है त म यसको छोटो छोटो अपडेट्सहरू चाहिँ म अब टिकटकमा हालिराख्छु सो प्लिज फलो माई टिकटक यो हो मेरो टिकटक कुन यो यहाँ चाहिँ आउँछ मेरो टिकटक होइन अनि त्यो चाहिँ फलो गरिदिनु प्लिज सब्सक्राइब यार अलरेडी थाकिसक्यो मेरो 1 दिन मात्रै भएको छ आज 2 दिन भयो म अलरेडी थाकिसक्यो भ्लग मेरो सिङ्गाने आयो 48 डेज अझै बाँकी छ सो मेरो चाहिँ यो हो यो टिकटक आइडी मलाई नि फलो गरिदिनु होला अनि Please subscribe. मेरो युट्युब च्यानल चाहिँ यो हो सब्सक्राइब गरिदिनु होला सब्सक्राइब टु माई च्यानल मेरो च्यानल बोथ अफ आवर च्यानल सब्सक्राइब टु माई च्यानल भनेको सब्सक्राइब टु यो च्यानल हो क्या डुङ डुङ ल्याङ्ग्वेज बाई बाई लोजिकको कमी छैन अब ढुकुटी मण्डपको म अरू सबै त्यो देखाएर चाहिँ भ्लग बनाउँछु सो प्लिज फलो गरिदियो सब्सक्राइब गरिदियो हेर तुम्हारा भाइ सिडी चढ रहा है सीढ़ी में थोड़ी थोड़ी किसने केले के छिलका डालिए खा के केले के छिलके डालिए किसी ने तेल डालिए इसलिए आपका काम है सीढ़ी साफ करना यत्रो मान्छेहरू छन् है यति ठुल्ठुलो मान्छेहरू छन् क्रेजी तर इन्टरनेटमा क्रेजी हुनु भनेको राम्रो कुरा हो है आई एम क्रेजी बट सी इज क्रेजियर just learn from you just learn just gain confidence from the Royal Enfield content creator Garage One bye